हेलो ब्युटिफुल पिपल। सिन्स मेरो सबैजना प्यारो मान्छेहरूले सोधिराख्नु भएको थियो खासमा काठमाडौँ रिसेन्टली किन गएको भनेर। सो गाइज, मेरो फर्स्ट कजन, मेरो सबैभन्दा ठुलो दाई र भाउजूको ढोकभेटको लागि म काठमाडौँ गएको हो। सो हामी चाहिँ हाउस अफ ब्युटी काठमाडौँ जुन सामाकोसीमा छ त्यहाँ गएर रेडी भयौँ। त्यो सबैजनालाई म जानकारी दिन चाहन्छु। मेरो ठुलो भाउजू चाहिँ तामाङ हुनुहुन्छ र ट्रेडिसनल्ली चाहिँ उहाँको ट्रेडिसन अनुसार चाहिँ उहाँको गोत्र यता मेरो दाइतिर चाहिँ सार्ने प्रोग्राम हो। सो उहाँहरूले चाहिँ पार्टी प्यालेसमा राख्नुभएको थियो। उहाँ यो चाहिँ दाइ र भाउजूको सिंहासन हो आजको लागि। नया नया सजाओ है संसारा, सुख दुख बाटो है मिलेरा, हमको पहिलो किरण छुन्छ गरा गरा, आफ्नै डाँडा काँडा आफ्नै गाउँ सारा। नया नया सजाओ है संसारा, सुख दुख बाटो है मिलेरा, हमको पहिलो किरण छुन्छ गरा गरा, आफ्नै डाँडा काँडा आफ्नै गाउँ सारा। नया नया सजाओ है संसारा, सुख दुख बाटो है मिलेरा। सेलिब्रेसनको प्रोग्राम पछि हाम्रो चाहिँ गिफ्ट एक्सचेन्ज प्रोग्राम भयो। अनि त्यसमा चाहिँ दाइले भाउजूको फ्यामिलीलाई र भाउजूले हाम्रो फ्यामिलीलाई चाहिँ गिफ्ट दिने प्रोग्राम पनि थियो होइन। उहाँहरू चाहिँ सबैजना भाउजूको फुपूहरू हुनुहुन्छ। अनि बाइ द वे मेरो माइती फ्यामिलीमा पनि हामी पनि एकदम ठुलो फ्यामिली छौँ र प्लस भाउजूको फ्यामिली पनि एकदम ठुलो हुनुहुँदो रहेछ। साथीहरू, मेरो माइतमा पनि फ्यामिली चाहिँ हाम्रो ठुलो नै छ होइन। हाम्रो पनि 5 जना बाबाहरू अनि 4 जना फुपूहरू हुनुहुन्छ। अनि हाम्रो कजन्सहरू पनि 7 जना दाजुभाइ अनि 4 जना दिदीबहिनी छौँ होइन। त्यही भएर उता पनि भाउजूहरूको पनि ठुलो फ्यामिली अनि हाम्रो पनि ठुलो फ्यामिली देख्दाखेरि चाहिँ त्यो रमाइलो लाग्यो। अनि हाम्रो कास्ट पनि डिफ्रेन्ट भएको भएर कल्चरल पनि डिफ्रेन्स थियो। अनि त्यो एक्सचेन्ज गर्न पाउँदाखेरि पनि एकदमै खुसी लाग्यो। नयाँ कुराहरू पनि देख्न सिक्न पनि पायौँ। उहाँ चाहिँ मेरो मम्मी। यता छ फेरि हाम्रो ग्याङ भाइ बहिनीहरू। मेरो छोरा एरिन, मेरो माइली आथे, ठुलो आथे। अनि यहाँ छुट्टै रमाइलो छ। अनि अब यता आयो फेरि दुला राजा र दुलै रानीको फेरि डान्स। यस्तो रमाइलो भएको थियो।